दर्शकबिन सुर्खेतकी चेली इनिसा बिकको जङ्गलमा लिएर 4 जनाले बलात्कार गरेर हत्या गरेको त हामी सबैजनाले थाहा पाइसकेका छौँ र आज 21 दिनपछि इनिसा बिकले अब न्याय पाउँछिन् कि भन्ने परिवारलाई पनि लागेको छ र हामी जति पनि इनिसा बिकको न्यायको लागि आवाज उठाउने नेपाली जनताको लागि पनि एउटा आशाको दियो बलेको छ, खुसीको खबर छ। आज सुर्खेत नेपाल प्रहरीले सरकारी वकिललाई बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका 4 जनालाई चाहिँ प्रहरीले दोषी देखेर 4 जनालाई चाहिँ सजायको माग गर्दै आज सरकारी वकिल कार्यालयका प्रतिवेदन बुझाएको छ र त्यो प्रतिवेदनमा भनिएको छ कि मेन दोषी अनमोल गौली र बाँकी 3 जना आशिष ढकाल, गौरव ढकाल र दिपेश ढकाल र यो 3 जनाले पनि यो घटनालाई सहयोग गरेको हुँदा यिनी 3 जना सहित मेन आरोपितलाई पनि सजायको माग गर्दै सरकारी वकिलका यो प्रतिवेदन बुझाएका छन्। अब यो प्रतिवेदन लिएर सरकारी वकिलहरू अदालतमा जानेछन् र अदालतले अब यिनीहरूलाई कति वर्ष जेल सजाय दिनेछ। अब अदालतले जे निर्णय गर्छ हामी सबै नेपाली जनताले त्यो निर्णय स्वीकार्नुपर्छ र अब केही दिनमा नै उनीहरूलाई कति सजाय, सहयोग गर्नेहरूलाई कति सजाय र मेन आरोपित मेन दोषीलाई कति सजाय भनेर अदालतले चाहिँ अब फैसला गरिदिन्छ र त्यो फैसला नै हामी सबै नेपाली जनताले मान्न एकदम जरुरी छ। र अहिलेसम्म इनिसा बहिनीको शव यति बेला कर्णाली प्रदेश अस्पतालमा सडिरहेको छ र अब पीडित पक्षहरूले सायद त्यो फैसला आयो, अदालतदेखि त्यो फैसला आयो भने त्यो शवलाई लिएर आफ्नो दाह संस्कार गर्नुहुन्छ होला र अब इनिसा बहिनीले चाहिँ न्याय पाउने छिन् भन्ने कुरामा हामी एकदम ढुक्क छौँ।